म चाहिँ आज कहाँ जाँदैछु भने चोकतिर भर्खरै निस्किँदैछु है त। कति घरैमा मात्र बसिराख्ने हो भनेर आज चाहिँ म एक्लै छु। आया रात परिजान्छ होला, जङ्गल पनि छ। चोकमा पनि पुगेको छु र चाउमिन खाने पाक्दैछ मेरो लागि। खाजा चाहिँ आइ पनि सकेको छ, यतातिर देख्न सक्नुहुनेछ। आज मैले चोकमा चाहिँ के खाएर आयो साइली भन्नुहुन्छ होला। मैले चाहिँ चाउमिन खानलाई आज रेडी गरेको छु, हेर्नुहोस् है त। त्यही भएर मैले सुरु गरेँ है त। खतरा मिठो भएछ, ठिक्क छ आन्टी। अमिलो छ तपाईँसँग? अमिलो छ? अलिकति दिनुहोस् न। सुनसान रहेछ, साँझ पर्न लाग्यो त्यही भएर। यता अमिलो चाहिँ खतरा रहेछ भनेपछि मलाई चाहिँ पुरा अमिलो मनपर्छ नि त, त्यही भएर दिनुपर्छ। यो चाहिँ ठुलो खालको निम्बु अमिलो रहेछ र यो सबै चाहिँ नखानु पर्यो। ल यति चाहिँ बाँकी टेस्ट गरेर हाल्नु पर्यो। ठिक भएछ। लागियो चोकबाट हेर्न सक्नुहुनेछ हाम्रो जय चोकतिरको हालत यस्तै छ। मङ्सिर लागेर अलिक भिडभाड छैन, एकदम शान्तिपूर्ण छ। यतातिर चाहिँ बाई बाई जय चोक भन्ने बेला भयो त। चोकबाट फर्किँदैछु, हेर्नुहोस् है त। जङ्गल छ, अलिक मलाई कस्तो लाग्छ, एक्लै पनि छु त्यही भएर। शिरले गर्दा एकदम चोकहरूमा पनि सुनसान अवस्था के। अब अलिक मङ्सिर महिना सकिए बाद चाहिँ निकै भिडभाड हुन्छ। म चाहिँ घर पनि आइपुगेँ है, हेर्नुहोस्। अनि घाम पनि अस्ताइसके, डुब्यो घाम टक्लक्क। घाम डुब्ने बित्तिकै रात पर्छ। म चाहिँ टक्लक्क घर पनि आइपुगेँ। ओह, हल्का गर्मी पनि भएको अवस्था। आइपुगियो घरमा, घरभित्र पनि पसियो, के गर्ने।